Hello, let's welcome back my YouTube channel. Oi, Kali, oi. Viral loket. Ninja. Dok. Dok. Kali. Dok. Ninja. Dok. खोइ त रोएको अच्छा हमको सिखा रिया है आधे काले आधे यसले त नदिने रहेछ कोई तरीका है भीख मांगने का? आज बादल लागेर होइन अँधेरो कालो हाम्रो घर यहाँ चाहिँ मेरो लुगाहरू सुकिरहेको छ यहाँ आमाको अनि यो हाम्रो साइला काकाहरूको घर होइन यहाँ चाहिँ हाम्रो मूल घर हाम्रो बाबाहरू हुर्केको जन्मेको घर अहिले पुरानो भएर भूकम्पले चर्काएर भत्काउनु पर्यो हाम्रो काकाको किचन हाम्रो चाहिँ उतापट्टि सो यस्तै छ अनि जुन पनि लागिरहेको रहेछ है ए जुन हो कि घाम हो यार अनि यो चाहिँ हाम्रो माले गोरु है हाम्रो मल खाडी मल हुन्छ यहाँनिर चाहिँ गोबर मल अर्ग्यानिक मल माले गोरु हाम्रो भैँसी पाडा अर्ग्यानिक मलहरू हुन्छ हाम्रो पल्लो घर होइन हाम्रो पल्लो घर काकाहरूको हाम्रो बारीहरू है यस्तो छ अब खासै गोब्रोले चाहिँ लिँदैन कि सपोर्ट चाहिँ राम्रो गर्दैन ओइ फुच्चे के डालिस नाकमा के हो यो म त टार्दै क्या कसले भन्छ त्यो झार नाकको भुत्ला छोड त्यो भुत्ला झार्नु खोइ छोड झऱ्यो भुत्ला टालिरहेको रहेछ छोड ओइ हेलो गर्नु हाई हे हरिनाम कृष्ण जगन्नाथ प्रेमानंद हाई भन्न हाई भन्छ हाई भन्न कोई तरीका है भीख मांगने का? हाई भन्न डराउँछ कुट्नु ल्याएको होइन क्या यो लट्ठी होइन हाई भन्दैन उसले त हाई पनि भनेन ओइ हाई भन्न डराउँछ हो यो बंद करो हाथ जोड़ के मैं मोदी साहब से गुजारिश करता हूँ हात धोएर आउँदैछ हात धुन गएको थियो यो चाहिँ हाम्रो पल्लो घर है हिजोको माछा पोल्दै रहेछ एउटाले के गरेको थियो हिजो हामीले मारेको माछा होइन माछा मार्नु खोला गएको यस्तो छ हेल त माछा यो हाम्रो टुवाके भाइ यो चाहिँ भाँच्यो होइन लडेर हिजो यहाँ भाइको पनि यहाँ दोरी लाग्थ्यो लेगाडमा लडेर यस्तो भयो पानी पर्यो एक्कासी नसोचेको अनि घर आयो यस्तै छ साथीहरू चिठी सलामान यस्तो चिठी सलामान ल नाच त म त ढले गर्दा नाच न आफूची स्यो प्यौ तुम राखा यो चाहिँ हाम्रो गोठ है के हो यो ए यस्तो काट्छ सिसा ल लड्छस् है पछाडि हात लाएर हिँड्न यस्तो गरेर डन पल्टेर हो यस्तरी पो हिँड्ने हो त ये मुंह से सुपारी निकाल के बात कर रहे बाबा डन हो नि त है लुन्नुरको डन हो अब पछाडि हात नलगा लड्छस् हात समात्दैन भित्ता के मान्थे डन फुच्ची हो त डन हिँड्ने माइली कि साइली मिमीकोमा जाने त्यसै जाने अहिले आङ्ला साइली मिमीकोमा बिस्तारो यस्तो छ है साथीहरू यो हाम्रो किचन मिमी म आएँ भन्छ भित्र मिमी म आएँ भन्न चाहिँ हाम्रो किचन पापा भात खाँदै भन्दो रहेछ
तल टोयलेट यो सुँगुर खोर थियो सुँगुर खोर चाहिँ भत्किसकेको छ यता पारी गाउँ भयो तल्लो गाउँ भन्दा नि डाँडा घर तल्लो गाउँ भन्छ पारी चाहिँ हामी पढेको स्कुल है जुमले भेटेन होइन कालो मात्रै देखिरहेछ ठिक छ हाम्रो करेसा भन्छ यसलाई के भन्छ कोठाबार भन्छ हाम्रो चाहिँ तिर यस्तो छ फुलहरू खोइ गोडमेल नभएर लड्छस् भिडियोलाई लाइक कमेन्ट च्यानललाई सब्सक्राइब अनि सेयर गर्न नभुल्नु होला है त सब्सक्राइब गरेपछि बेल आइकन पनि दबाउनु नभुल्नु होला है मेरो मिनी भ्लग आजको